के +2 को सर्टिफिकेटले चाहिँ काठमाडौँमा कतै टिचरको जब पाउन सकिन्छ त? हजुर, यही चेक गर्नेछौँ। काठमाडौँमा +2 पास गरेको सर्टिफिकेटले टिचरको जबको लागि अप्लाई गर्नेछ। पहिलो चरणमा सिभी बनाउनु पर्छ। सिभी बनाउँ। अहिले जब खोज्न जाँदाखेरि सिभी चाहियो भन्ने गर्छन्, त्यसैले पहिलो चरणमा सिभी बनाउँछु। दोस्रो चरणमा आफूलाई पाइक पर्ने नजिक पर्ने स्कुलहरू अनि हल्का आफूलाई आफूभन्दा अलिअलि टाढा जान सकिने टाइपले होइन त्यस्ता स्कुलहरूमा चाहिँ इमेल पठाउँ। अहिले त डिजिटल जमाना हो, इमेलको खै केही रिप्लाई आउँछ कि डाइरेक्ट इमेलबाटै भइहाल्यो भने त पर्सनली स्कुलै गएर भेटेर आउनुभन्दा खर्चको म्यानेजमेन्ट। लास्ट अप्सन चाहिँ आफै चाहिँ स्कुलहरूमा भिजिट गरेर त्यतै टिचरको चाहिँ भ्याकेन्सी खाली छ कि भनेर सोध्नेछु। हेलो साथीहरू, म गोविन्द महर। इट्स डे 4 365 डेजको चाहिँ कन्टेन्ट क्रिएसनको भागदौडको। अब हेर्नु साथीहरू, हाम्रा आमा बुवा त्यति धनी पनि छैनन् कि काठमाडौँमा मजाले बस केटो बस्दै बस्दै पढ्दै गर भन्ने टाइपको त्यस्तो धनी बाबामा पनि छैनन् हाम्रा। त्यसैले काठमाडौँमा बस्नु छ भने केही न केही त गर्नु परिहाल्छ, जागिर खानु पऱ्यो, कतैतिर शान्तिनु भयो नि। अब लोकसेवा तयारी गरिरहेको थियौँ, लोकसेवाको तयारी सरकारी चाकरी भइएला भन्ने है। अब लोकसेवाको पनि भर छैन, निकाल्छ कि निकाल्दैन, भ्याकेन्सी नै खुल्दैन कि भन्ने जस्तो यसपालिको चाहिँ न्युजहरू सुनिरहेछ। त्यही भएर यो भिडियो स्पेसल्ली चाहिँ टिचरको जबको लागि चाहिँ काठमाडौँमा के कस्तो छ त, कसरी खोज्न सकिन्छ, हर किसिमका चाहिँ तरिकाहरू अपनाइनेछ। काठमाडौँमा बस्नेलाई थाहा होला काठमाडौँमा बस्नु कति गाह्रो छ भनेर। कहिलेकाहीँ नभुटेकै तेल नहालिकन साग खानुपर्ने अवस्था पनि आउन सक्छ। एकदम चामल सिद्धिन्छ, कहिले के हुन्छ होइन, धेरै 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 प्रब्लमहरू हुन्छन् होइन काठमाडौँमा बस्नेहरूको लागि। त्यही भएर यो भिडियो स्पेसल्ली त्यतैतिर केन्द्रित भएर बनाइएको छ। ल पुरा भिडियो हेर्दै गर्नुहोस्। ओके पहिले काम थियो सिभी बनाउने। सिभी बनाउनको लागि चाहिँ रेज्युमे ग्राउन्ड भन्ने एउटा वेबसाइटमा गएँ म। त्यसमा गएर चाहिँ सिभी बनाएँ, टक्क पारेर आफ्नो चाहिँ नाम सब डिटेलहरू भरेर एकदम राम्रो खाले सिभी बनाएँ। अब पालो रहेको छ स्कुलहरूमा चाहिँ इमेलहरू पठाउने। त्यसका लागि चाहिँ मैले चाहिँ बुढा नीलकण्ठ एरियाको चाहिँ स्कुलहरूमा स्पेसल्ली मेल पठाउन खोजिरहेको छु, मलाई नजिक पनि पर्छ। अनि त्यसको लागि चाहिँ च्याटजिपिटीलाई भन्छु कि बुढा नीलकण्ठ एरियाको चाहिँ स्कुलहरू जहाँ भ्याकेन्सी खाली छ, जहाँ मैले चाहिँ मेरो सर्टिफिकेटले चाहिँ भ्याउने गरेँ दिन मिल्ने टाइपको चाहिँ स्कुलहरूमा चाहिँ त्यस्ता स्कुलहरूको चाहिँ लिस्ट तयार पार र त्यसको चाहिँ फोन नम्बर इमेल चाहिँ मलाई दे, इमेल ठेगाना दे भनेर भन्छु। त्यो अनुसारले चाहिँ टक्क स्कुललाई इमेल पठाउँछु होइन। इमेल टक्क लेखेर राम्रोसँग त्यसमा चाहिँ सिबी पठाएर अनि त्योभन्दा अगाडि एउटा आइडिया आयो कि स्कुलहरूलाई एक कल फोन पनि गरौँ। कति सकिन्छ स्कुलहरूलाई फोन गर्ने, अनि फोन गरेर स्कुलले के भन्छ, भ्याकेन्सी खाली छ छैन होइन। च्याटजिपिटीले चाहिँ मलाई 7वटा स्कुलको चाहिँ नाम लिस्ट सबै कुरा दिएको छ। ती स्कुलहरू चाहिँ यी छन्, मैले स्क्रिनमा देखाएको छु। अब बाँकी चाहिँ हाम्रो फर्दर प्रोसेस मात्र बाँकी रह्यो, इमेलहरू पठाउने, फोन गर्ने के गर्ने हो। अब एउटा स्कुल छ युरो स्कुल भन्ने, त्यो स्कुलमा चाहिँ मैले फोन गर्छु। अब फोन गरेपछि चाहिँ के आउँछ रेस्पोन्स हेरौँ। नमस्ते मिस। हजुर नमस्कार सर, भन्नुहोस् न। हजुर युरो स्कुलमा भ्याकेन्सी खाली छ होला टिचरको लागि कतै? सेकेन्ड्री प्राइमेरी जे भयो नि हुने भन्नुभएको? ए हजुरले के पढाउनुहुन्छ सर? मैले स्पेसल्ली म्याथ पढाउन प्रिफर गर्छु। अहिले त हामी करेन्टली चाहिँ नि किस्मतै त हो, पहिलो स्कुलमा फोन गरेको पहिलो स्कुलमा छैन भन्यो। अब चाहिँ प्रत्येक स्कुललाई चाहिँ इमेल पठाउँ, हेरौँ के हुन्छ, इमेलको रेस्पोन्स के आउँछ। मिठो इमेल लेखेर कृपया जब छ कि भनौँ। अब त्यही छ अप्सन। ओके मेल सबैले पठाइसकेको छु। अब मेल मैले गर्ने काम गरिसकेको छु। अब जवाब के आउँछ हेरौँ। इमेलको चाहिँ रिप्लाईको वेटिङमा बसौँ, खै मिल्छ कि नै। ल आयो एउटा मेलको चाहिँ रिप्लाई आयो। ल के आयो हेर्छु है त।
लिटरली एक दिन मैले इमेल्सहरूको वेट गरेँ स्कुलबाट केही रिप्लाई आउँछ कि रेस्पोन्स आउँछ कि भनेर, तर एक दिन भइसक्यो अहिलेसम्म केही मेलको केही रिप्लाई आएको छैन। अब सायद मेरो सर्टिफिकेटले त्यतिसम्म भ्याएन होला, अथवा केही टिचरको भ्याकेन्सी खाली थिएन होला ती स्कुलहरूमा। तर यदि तपाईँको सर्टिफिकेट चाहिँ माथिल्लो लेभलको छ भने तपाईँले यसरी इमेलहरू मार्फत पनि अप्लाई गरेर टिचरको लागि भ्याकेन्सी खाली भएपछि तपाईँले जब पाउने नै हुनेछ, अप्लाई गर्न सक्नुहुन्छ है। एउटा यो तरिका जब सेन्टरलाई चाहिँ पैसा खुवाएर गर्नुभन्दा यसो आफूले नै खोजेर गरेपछि अलि तपाईँले नि फाइदा हुनसक्छ। अब चाहिँ लास्ट अप्सन बाँकी रह्यो कि स्कुलहरूमै गएर डाइरेक्ट गएर भिजिट गरेर चाहिँ फिजिकल्ली सोध्नु पऱ्यो भ्याकेन्सी छ भने, खाली छ भने भनेर। अब त्यो चाहिँ म अर्को भिडियोमा देखाउँछु। यो भिडियो लामो बन्नेछ, त्यो कुराहरू पनि देखायो भने। अब हामी भेट्नेछौँ डे 5 मा, यसको चाहिँ पार्ट 2 आउनेछ। ओके, थ्याङ्क यू सो मच फर वाचिङ, किप गोइङ।